हेलो गाइस, वेलकम टू माय चैनल अगेन। हैन, आज चाहिँ हामी कहाँ जान लागेको भन्दै पिकनिक जान लागेको। अच्छा, हामी दिजु चाहिँ वहाँ आउँदै हुनुहुन्छ, यहाँबाट आउँदै हुनुहुन्छ, कामबाट आउनु भएको उहाँ चाहिँ। आजको दिन पनि यस्तो रमाइलो छ। आज पनि फेरि उता कति राम्रो लाग्यो कि मलाई यो फुल। अनि यस्तो हालतमा हामी यहाँ यस्तो ब्याग धोएर छु। हामी त यहाँनिर बाटो खोज्दा खोज्दा जङ्गलमा आइपुग्यौँ है साथीहरू। हामी यहाँ कहाँ हो थाहा छैन। आया ल, अगाडि चाहिँ यस्तो हो, यस्तो स्पिडमा कुद्या हुन्छ नि यो गाडीहरू। ल हामी चाहिँ जाने हो यता होला, थाहा छैन अब, स्योर चाहिँ छैन। गएर हेर्ने हो। मेरो साउन्ड चाहिँ राम्रोसँग आएन होला है। अब यस्तो स्पिड। आउटफिट अफ द डे आज चाहिँ भनिदिनुहोस्। कबुतर। ये क्या है? कामबाट आएर आउटफिट अफ द डे मेरो चाहिँ आज कामको चेक, आउटफिट चेक, शर्ट। अनि उहाँ चाहिँ हुनुहुन्छ हाम्रो रुममेट। नहीं। माई कलिग फ्रॉम ऑल द वे फ्रॉम इंडिया। पंजाब। ठीक है, बोलिए आपका। मैं पंजाब से। पंजाब। नहीं, मेरा नाम राज है। मेरा नाम राज है, मैं पंजाब तो हूँ। यस्तो छ। आज चाहिँ हामीले मैले के अरे यो मात्र लगाएको थिएँ, यो मात्र लगाएको थिएँ। अनि अस्ति एकदमै चिसो भयो के बस्दा फेरि। अनि बरु भयो भित्र पनि थर्मोकोट लगाउँछ। बरु के अरे के भन्छ अरे, बरु कस्तो मलाई कन्फ्युज बनाइदियो। बरु त्यहाँ कस्तो गरिम भयो नि। अनि बरु खोल्छु भनेर अनि डबल लगाएर आएको। त्यही भएर यो कस्तो मेस देखिरहेको होला, इग्नोर होइन, यस्तो छ हालत। अनि भित्रको के भित्रको यस्तो लेयर देखेन नि त, त्यही भएर हो। आज चाहिँ खासमा त्यस्तै के भन्छ अरे, टी सर्ट चप्पल के लाएर आउने जस्तो दिन थियो अरे। म चाहिँ अलिकति चिसोमा युज टु भएन। अनि सन्चो भएन भने फेरि झ्याउ हुन्छ भनेर अनि बरु गरिम भयो बरु कपडा खोलिन्छ होइन। सन्चो भएन भने गाह्रो हुन्छ। ऊ माथि पनि ऊ चेयरहरू छ। लेक पनि उता छ। अब हामी चाहिँ कहाँ बसिन्छ थाहा छैन। कहाँ उता जाने हो? ट्रेन त्यो ट्रेन चढेर आउने हामी। मैले देखाइदिएँ, मैले पनि नोटिस गरेको थिएँ। चोटी पे चलते बैठने के लिए। देखो ना उधर तो लेक भी है, लेक पे जाएंगे। यस्तो गरौँ न त, पहिला खारा मन चिसो भयो नि, अनि बरु हिँड्ने पो त्यति बेला भइहाल्छ। किन यो झ्याउ हुन्छ कि फेरि। नेपालमा पहाड चढ्नु पर्यो भनेदेखि रुनी मान्छे, यहाँ चाहिँ पहाड र हिमाल हरियो घाँस। म त अझै पहाड भनेको नेपालको जस्तै पहाड होला भन्ने सोचेको थिएँ, तर त्यस्तो चाहिँ न। झोली बन गई भन्छ यार। यहाँ तेरो फोन दे त, मुझे दे दो बैग, गिर जाओगी। पछाडिबाट नि हेर्न सक्नुहुन्छ उहाँलाई। झोली बाबा भन्दैन, यस्तोलाई भन्छ मेहनती जस्तो सुकै जीवन। अच्छा, हमको सिखा रिया है। झोली बाबा ट्रेकिङमा जाँदै हो। कस्तो देखेको, कति राम्री हुन्छ नि यस्तो माने। यो देख्नुपर्छ, मेरो दुई साइड छ के दुई साइड। एउटा छ एकदमै ब्युटिफुल देखि लिएर सबै थोकमा होइन होला के हो? एउटा हुन्छ यस्तो। झोली बाबा नाम है। झोली बाबा पहाड़ के ऊपर। झोली बाबा हम भी आ रहे, रुको। अब हाम्रो चाहिँ के छ भन्दाखेरि यो चाहिँ हो मिठाई, यो चाहिँ हो मिठाई। अनि त्यहाँबाट यो चाउचो हो, यो पेस्ट्री भयो। यो चाहिँ पछि खाइन्छ कि खाइन्न थाहा छैन। अनि
पेस्ट्री चाहिँ हामीले खासमा बासी पेस्ट्री हो अनि यहाँ चराहरू वरिपरि भएरले चराहरूलाई भनेर ल्याएको चराहरू चाहिँ छैन जस्तो आज यहाँ त हावा चलिहाल्छ फेरि अघि हावा त चलिहाल्छ नि आमा फेरि बस्न सकिँदैन कि ल है साथीहरू म चाहिँ यहाँनिर यसरी जाँदै हो बल्टङ बुल्टङ लड्यो भने म यसरी लडेँ भन्नु पाइन्छ होला म चाहिँ यहाँ कहाँ जान लाग्यो भने उतानिर जान लाग्यो दिदुहरूको जाउँ त्यहाँ माथि यहाँनिर चाहिँ के जान लाग्यो भने माथि एकदमै हावा चल्यो क्या अब माथि हाइटमा भएपछि हावा चल्छ नि त अनि अलिकति तल भए पनि हावा अलिकति कम आउँछ कि हामीले ट्राई गर्नु चाहिँ कस्तै हावा चल्यो कस्तो हावा चल्ने हो क्या रिस चाहिँ उठ्ने त्यही भएर मैले यस्तो भित्र डबल डबल लगाएर आएको क्या तर त्यहाँभन्दा त यहाँ हावा कम हेलो हेलो साउन्डमा हेलो हावा साथीहरू म चाहिँ कलमा बोल्छु है ओके साथीहरू हामी फेरि होइन त्यहाँनिर पनि हावा त चल्यो होइन अब उतानिर जाने रे घुम्ने भनेर आएको भनेपछि भनेर भन्नुभयो मैले त्यहाँनिर के चलाएछु कस्तो च्यापच्याप भयो त्यो मिठाई चलायो गर्दा क्या कस्तो च्यापच्याप भइरह्यो भारी मुझे दे दिया ये तो मुझे पुश कर रहा है हावा तल तल त त्यस्तो हावा चले छैन हो यतिको चाहिँ चले है तल यतिको नै छैन अब त्यो चाहिँ लडिन्छ होला यस्तो गीत किन्न त तपाईँ त फेरि लडिरहने मान्छे हो बेला बेलामा लड्ने मान्छे हो त के अरेको नहीं 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 कोई बात नहीं नहीं फोन पर वीडियो बनाने हो कि अपने आप को पकड़ोगी मैं गिरती बिरती नहीं हूँ लडिरहने बेला कहाँबाट उताबाट टाइम नहीं है भोलि कति बजे ड्युटी 2 बजे 3 बजेतिर अन्त हाम्रो रुमको एउटा रुममेट दाइ चाहिँ ड्युटीमा जानुभयो अनि उहाँ बिचराको चाहिँ नाइट ड्युटी हो उहाँको चाहिँ त्यही भएर दिचुको हातको चटपट खानालाई भए पनि आउनु भएको उहाँ चाहिँ चुप बिल्कुल चुप आया हिँड्ने बेला चाहिँ दिचु दिचु ल्या त बस्ने कुरा त त्यही बस्यो हुन्छ नि त अहिले त गरम पो भयो त फेरि मलाई त यस्तै बस्ने ठाउँमा कुर्चीहरू यताउति नभए पनि टेन्सन लिनु पर्दैन भन्ने कुरा चाहिँ मेरो त्यो त हो भ्यू त देखिनुपर्छ मेरो खुट्टा पोल्न थालिसक्यो मैले मोजा लगाएको छु मोजाभित्र यस्तो बाक्लो बुट लगाएको छु हामीलाई पनि मायाले हेर अनिसा हाम्रो पनि मनै त हो अनिसा यतिको पिस चाहिँ हुनुपर्छ है जति चिच्चायो पनि कसैले त्यो डर न बिना डरसँग चिच्चाउनु पर्ने ल यति हो तपाईँको चिच्चाइ चिच्च त ल सुनो जब यहाँनिर आएको होइन यहाँनिर चाहिँ त्यो कुकुरको मात्र ठाउँ जस्तो लाग्यो मलाई सबै कुकुरहरू मात्र खेले त्यही भएर हामी फेरि फर्क्यौँ बिना तालमा हिँड्यो हामी जहिले पनि होइन अनि यस्तै हुन्छ अब कहाँ घरमा गइन्छ कि हारिन्छ थाहा छैन यो भ्लग पनि आउँछ कि आउन थाहा छैन आफै हेर्छु चित्त बुझ्यो इन्ट्रेस्टिङ लाग्यो भने ठिकै थाहा हालिदिन्छु मेमोरीको लागि त हो नि होइन सबै कुरा मैले गर्नेहरूले अनि अब त्यस्तै अपलोड हुन पनि सक्छ नहुन पनि सक्छ के हेर्न लाम भयो
भोक लाग्यो यार थोरै थोरै खानु पर्यो सोन पापडी कहाँ फेरि अब घरै जाने पार्कमा के त्यो अघि आउँदाखेरि देखेको पार्क अनि कहाँ रह्यो अहिले हामी यहाँ खैलाउँ न हामी यार हामी चाहिँ यो भोग लाएर हिँड्दा हिँड्दै यो चाहिँ हो मटन नभ्याउनु बिचरा एउटा मात्रै थियो दुसो दिन मिलेन तुम दोनों मुझे बैग दे दो तुम लोग से चला नहीं जा रहा यहाँको ठाउँ यही हो चिसो हावा चलेर केही उपाय नलाएर यसरी हिँड्थ्यौँ हामी फेरि जहिले पनि यस्तै हो क्या थाहा हामी हिँड्ने बेला जहिले पनि यस्तै हो पुनाबाट आएको है हामी चाहिँ अहिलेकै ठाउँ आयो फेरि कति राम्रो सकिन्छ रातिको 12 बजे यस्तो बाटो ओ माई गॉड तपाईँ त हो त नि म चाहिँ भनेको तपाईँ त यस्तै बाटो हिँड्यो रातिको 1 बजीतिर नि मलाई चाहिँ डर लाग्छ युज नभएर होला जबरजस्ती हिँड्नुपर्छ नि अब के अनि घर त जानु पर्यो क्या फायदा तुम्हें दूर रहने का तब तक बाथरूम आ जाएगा फिर बाथरूम की जगह ढूंढनी पड़ेगी यो चाहिँ प्राइभेट घरहरू रहेछ होइन सबै के गर्ने आफ्नो त अब कहिले हुने होला यस्तो प्राइभेट घर 8 वर्ष बसेर त अहिलेसम्म सुख भने होइन पुरा म भरे आएर भन्छ कि कति राम्रो राम्रो घर सानो चुटुक्क चुटुक्क परेको कति राम्रो फुल फुलको है डिटेल लिँदा एकचोटि कति राम्रो घर है हामी चाहिँ यहाँनिर आइपुग्यौँ अब यहाँ पनि बस्ने ठाउँ छैन भने चाहिँ हामी सिधै घर जान्छौँ ए हामी किन के भयो त यहाँ बस्न मिल्छ ए यही बस्न मिल्छ होला नि मिल्दैन यस्तो राम्रो ठाउँ छ भित्र बस्न मिल्दैन होला क्यों इधर बैठने का नहीं मिलता है इधर क्यों नहीं आएगी मुझे तो आएगी हाँ क्या बताओ बसो ना आगे वाला है पार्क कौन सा आगे वाला उस पे तो लिखा भी था बोर्ड ये प्राइवेट है ना ये सारे जो भी है इनका अच्छा प्राइवेट नहीं मतलब बैठ सकते हैं थोड़ी ना खाने वाले ना इतने बड़े भी नहीं हम वाह तर हिँड्न पनि फाइदा है एउटा तरिकाले के तिमीलाई पाइँदैन बाहिर कत्रो ठाउँ छ कति राम्रो चुटुक्क चुटुक्क परेको यता चाहिँ सबै प्राइभेट जस्तो छ के है यहाँको त यो एउटा के अरे घर किनेको नि धेरै महँगो होला
ल आज चाहिँ हामी पिकनिक भन्दा पनि डेनमार्कको डेनमार्क के भन्छ अरे घुमघाम हैन अबे जल्दी बोल कल सुबह पनवेल निकलना के भन्छ डेनमार्क देखाउन आएको जस्तै भयो यस्तो पनि हुन्छ म चाहिँ जहिले पनि यो लगाउनु बिर्सिँदो रहेछ क्या मेरो इच्छा चाहिँ जहिले पनि टाउको माथि हुन्छ यस्तो गर्नु बिर्सिँदो रहेछ अनि निदा यसरी 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 खिन्छ बोक्नुपर्छ जहिले पनि दादी अम्माहरू पछाडिबाट बोल्नु भएको के बोल्नु भएको भिडियो बनायो हाम्रो घरको किन भिडियो बनाइस् नि होला हिंदी में बोल रहा था तेरी बात बुझ देना क्या बोल रही है हिंदी प्लीज अभी तक क्या चाइनीज बोल रही थी उधर मैं बोल रही हूँ आप कभी कभी खाना बना के देते हैं ना बहन को इसीलिए चुपचाप से बैठ रही हूँ आप ज्यादा किरकिर कर रहे हो अभी अच्छा बना चुप ऐसे बोलती हूँ मार रही है ना अच्छा खुकुरी मार रही घर जाके चूं भी नहीं करेगी साथीहरू लास्ट ट्राई होइन अब यो पनि त्यस्तै निस्क्यो भने म भनेर आउँछु म जान्छु फोन गर्छु ल राम्रो ठाउँ रहेछ नि ल साथीहरू हामी चाहिँ अब यहाँनिर निस्किसकेका होइन उनीहरू दुईजना चाहिँ अनि हिँड्ने गएको छैन अरे म चाहिँ अहिलेसम्म मेरो चाहिँ काम छैन नि त अनि त्यही भएर अब म गएर आउँछु म थाक्यो भने पनि म सुत्नलाई टाइम छ मेरो लागि इनफ छैन थके मार्नको लागि गेट अन गर्न मिल्छ होला नि के गेट लगायो कि तपाईँहरूलाई के थाहा हेर न आउँछु हेर्न पनि हुन्छ मैले होइन साथीहरू देख्नुभयो मैले तपाईँहरूको लागि कति मेहनत गरेको छु जबरजस्ती के कति नै गराउने जस्तो गरेर म हिँड्नलाई त धेरै टाइम लाग्दैन आई होप पनि होस् अब यहाँनिर कोहीले पक्रियो भने मलाई केही पनि थाहा नै छैन न त इङ्ग्लिस आउँछ न त हिन्दी आउँछ म त नेपालीमा बोल्दिने हो जे भने पनि मैले उता के देखेँ यो त केही उ जस्तो छ क्या के हो मूर्ति जस्तो रहेछ बस्ने ठाउँ त रहेछ त यहाँनिर तर यो पनि फेरि प्राइभेट हो कि हो एकछिन म फोन गर्छु यार यहाँ चाहिँ प्र्याङ्क हुँदो रहेछ होइन ऊ त्यहाँ मैले के हो हिँडेको देखेँ यार के हो त्यो ल गाइज म चाहिँ यहाँनिर कस्तो डर लाग्ने के खिसिर खिसिर गर्छ त अब यस्तो ठुलो मजाको यस्तो विधि छ अब यहाँ बस्न मिल्दैन अरे पार्क होइन अरे अब यहाँ चाहिँ अब यस्तो
बस्ने ठाउँहरू हो यस्तो विधि छ होइन अब बस्ने ठाउँ होइन अरे कस्तो झ्याउलाउने रहेछ छ्या वाक्कै लाउने त्यसै टाइम वेस्ट मात्र भयो घरमा बसेको भए आनन्द हुन्छ ल अब हामी सायद घर जान्छौँ होला यति नै हो घर गएपछि अनि हाम्रो फेरि पार्टी सुरु हुन्छ बाहिर चाहिँ पार्टी गर्न लेखेर हिँड्छ होइन घरमै बसोस् भन्ने ऊ रहेछ यहाँ रहेछ अब के हानु मैले बुझ्दिनँ यो के हो यो बुझ्दिनँ यहाँ घप्रक्क सुत्न पाए कति आनन्द हुन्थ्यो होला के निउरी मुन्टी गरे ढोक गरे होला नमस्ते ढोक दिया तिम्रो के अरे धड्कन रोक दिया भने जस्तो ओके घरमा गएर कुरा गरौँ ल अब साथीहरू हामी चाहिँ घर आयौँ होइन के हो ल हामी चाहिँ यसरी गरेर गर्थ्यौँ होइन यस्तो गरेर गर्थ्यौँ होइन यहाँनिर पूजा चाउचाउहरू यत्रो मेहनत ल कुनै दिन घाममा बसेर आनन्द चटपट खान्दिन आना कस्तो सपनाको सपनै हो नि हाम्रै घाममा बसेर घाम ताप्दै बेचारे कभी यूज नहीं वापस आगे ऊपर जाएंगे ल मैले चाहिँ कपडा चाहिँ फेरिसकेँ मैले चाहिँ अहिले फेरि हामी घरमा थ्याङ्क यू ल अब चाहिँ हामी एकैचोटि सेट गरेर अनि आलु ब्याग्छौँ ल साथीहरू फाइनली हाम्रो खाना चाहिँ रेडी भयो यो चाहिँ हाम्रो खासमा ड्राई पिकनिक प्लान थियो र यो घरबाट होममेड खानाहरू बनाएर ल्याएको लास्टमा एन्ड अप विथ घरमा विथ ओके अनि यही हो एन्ड अफ आवर ब्लग अब अर्कोचोटि फेरि सी यू बाइ बाइ लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला नेक्स्ट हैन के गरिदिनु होला रे लाइक शेयर सब्सक्राइब बाइ बाइ